हेलो एभ्रिवान वेलकम ब्याक टु माई कुप्ले राना च्यानल। आज चाहिँ हाम्रो यो पुरानो घर काभ्रेपलाञ्चोकमा चाहिँ मेरो बुवा चाहिँ बित्नु भएको वर्ष दिनको हैन तिथि परेको थियो। वर्ष दिनको काम भनौँ न हैन परेको थियो र के कस्तो हुनेछ म भिडियोमा देखाइहाल्नेछु। हेरेर इन्जोय गरिदिनु होला। मन पर्छ भने लाइक सेयर गरिदिनुहोस् र नयाँ नयाँ साथीहरू हुनुहुन्छ भने मेरो च्यानललाई प्लिज सब्स्क्राइब गरिदिनु होला है नबिर्सिकन। हाम्रो चाहिँ अनि यो बेलामा चाहिँ हैन इष्टमित्र नातेदार चेलीबेटीहरू सबैलाई बोलाएर खान पर्छ र यहाँ चाहिँ हाम्रो अब दाइहरूले हेल्प गर्दै हुनुहुन्छ खाना बनाउनलाई हैन। अनि आफ्नो छिमेकीहरूले पनि हेल्प गर्दै हुनुहुन्छ। दाजुभाइ सबैले हेल्प गर्दै हुनुहुन्छ। यहाँ हेल्प गर्दै हुनुहुन्छ कामको लागि चाहिँ। अनि यो हाम्रो घर हो हेर्नुहोस् न कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला है त। अनि मेरो दाइ हुनुहुन्छ उहाँ चाहिँ अनि बाबाको वर्ष दिनको तिथि गर्दै हुनुहुन्छ। अनि बाउन बाजे पनि हुनुहुन्छ अनि अङ्कलहरू पनि हुनुहुन्छ। अनि पुरानो गाउँ काभ्रेमा रहेको छ मेरो माइती घर चाहिँ हैन। भित्र पनि अनि यसो अलिअलि देखाउँदैछु है। त्यति राम्रो त छैन जस अब यसो हल्का फुल्का के कस्तो हुन्छ। किचन रुम यही हो हाम्रो है। मुनि भनेको त्यो मा पशुपति गएको थियो नि हैन हेर्नु फेरि धेरै बेला पनि देख्न मन लाग्यो। अब त्यसमा एउटा खाली झोला माछा कचौराले नि फर्किनु पर्छ नि के त फर्किनु पर्छ यो भित्र मर्नु जाँदा खोला छ ओम इतमन्नम सदालं निर्पक भूस्वामी पितृेव नमः कस्तो हावा चलेको है। फुपू बस्नु न उतातिर बस्नु भित्र बस्नु त ऊ के अरे गाउँको फुपू आउनु भए सानकालीको आमा आउनु भएको क्या भित्र गएर बस्नु न। सागाको फुपू चिनेन जाऊ गएर दर्शन गर अनि चिन्छ।
अहिले हाँस्यो आउँदा So dry. छैन भने यस्तो सिमेन्टी छ है सफा खिच्नु पर्यो नि हल्का फुल्का भोलिपछि सम्झना उनानी पनि हो नि हैन उनानी कोरे कन्या यति नै कन्या यति नै हो है त तिम्रो दिदी है त तिम्रो दिदी खै आउरे नआउने हो र अहिले आउँदैन यति नै है कन्या केटी हो उलान लगाइदिनु न यहाँ सानो बाबुलाई ल बाबुलाई लाइन्छु बाबु नि भट्टाभट भट्टाभट ल खानु 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 ओ माई गॉड के भाइस त यो बिस्तारै खाऊ है हावा उयो आज लड्छ के हावा उडी चलेको त यस्तो छ दर्शन 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 हाम्रो फुपलाई ल्याएर दिनु पर्यो फुपू हेरे हेरे भयो धेरै भयो है त्यो खिर्चे त्यस्तरी त नहाल्यो हुन्थ्यो अहिले बरु दिने नि